यसरी खानुस् कि भोलिपल्ट छिमेकीले पनि सोधोस् के हिजो के पकाएको थियौ भनेर। ल साथीहरू, आज चाहिँ मैले अन्डा करी बनाएको छु है। मलाई चाहिँ खानमा पनि एकदम मिठो लाग्छ अनि बनाउनलाई पनि एकदम छिट्टो लाग्छ कि। अन्डालाई तेलमा फ्राई गरिसकेपछि चाहिँ मैले यता भात पनि टेकाइदिएँ। मैले अन्डा र आलु चाहिँ अघि नै उसिनेर राखिसकेको थिएँ। अन्डा करीको लागि चाहिँ मैले यता प्याज राखेर भुटेँ एकछिन, अनि त्यसपछि चाहिँ लसुन र खुर्सानीको पेस्टलाई राखेर एकछिन मजाले चलाएँ। अनि त्यसपछि चाहिँ अघि नै पिसेर राखेको टमाटर पनि राखेँ। टमाटर राखिसकेपछि चाहिँ एकछिन मजाले चलाउनु पर्छ क्या। टमाटर पाकेर तेल निक्लिने बेलासम्म मजाले चलायो भने चाहिँ एकदम मिठो हुन्छ के। म चाहिँ तरकारीहरू पकाउँदाखेरि एकदम सिम्पल तरिकाले पकाउँछु के, त्यस्तो मरमसलाहरू केही पनि राख्दैन। अब चाहिँ मैले आलु राखेर एकछिन मजाले चलाउँदैछु कि, अनि नुन राखेर चाहिँ एकछिन चलाएँ। अनि त्यसपछि चाहिँ मैले पानी राख्थेँ। पानी राखेर चाहिँ मैले एकछिन मजाले चलाएँ। अनि त्यसपछि 5 मिनट जति भुक्लु भुक्लु उम्लिसकेपछि अन्डा राखेँ अनि एकछिन मजाले उम्लिन छोडिदिएँ। अनि अब रेडी भएन त हाम्रो छिट्टो मिठो तरकारी। अब म चाहिँ मजाले कागती निचोरेर खान सुरु गरिहालेँ के। एकदम मिठो भएको छ के, मैले सोचेको पनि थिएन यति मिठो भएको छ होला भनेर। ल साथीहरू, म चाहिँ ग्वाम कि ग्वाम लाएर खान थालिहालेँ। अनि हजुरहरू पनि के तरकारी पकाउने होला भनेर टेन्सनमा हुनुहुन्छ भने चाहिँ यसरी बनाएर खान सक्नुहुन्छ।